अब के खानु यहाँ त हेर्दा त खानु भुटान पस्यो हामी पछि भुटान है के पछि छैन पस्यो नि हेलो एभ्रिवान वेलकम ब्याक टु माई भिडियो स्वागत छ तपाईँलाई मेरो भिडियोमा धेरै दिन बाद चाहिँ भिडियो बनाउँदैछु अहिले एक दुई दिन चाहिँ अलिक घरमै रेस्ट पनि थियो अनि अलिक बिजी पनि थियो त्यही कारण चाहिँ भिडियो बनाउनु पाएको थिएन आज चाहिँ मेरो अलिकति तपाईँलाई थाहा छ अस्ति मैले गाडी जुन चाहिँ मेरो डिजायर थियो त्यो चाहिँ साथीले लगेको छ नि त अन्त त्यसको अलिकति काम थियो अन्त मेरो इनोभाको पनि त्यो अलिकति काम चाहिँ डकुमेन्ट्सको त्यो पनि भएको छैन हो त्यही भएर चाहिँ आज चाहिँ अब त्यो गाडी त मलाई त्यो गाडीको रिप्लेसमा अर्को गाडी दिनुपर्छ मैले अझलाई त्यही भएर चाहिँ अर्को गाडी अब आज हेर्नु जाँदैछु है अहिले बतासँग एउटा गाडी छ अरे अश्विन भाइले भनेको गुड मर्निङ यस भन्नु सुन यस भन्नु खोइ यस भन्नु न यस भन्नु बारेमा के भन्नु छ फर्स्ट राउन्ड कसको छ फर्स्ट राउन्ड कसको लागिरहेको छ अहिले स्ट्यान्डमा को छ अहिले म र पदम गुरुङ मामा मेरो त गाडी अब हाम्रो रुपियाँ दालाई चाहिँ हामीलाई चिया खिलाउँछ अरे नुनको चिया यहाँ त यहाँ आएपछि यस्तो भइहाल्छ नि त चस्मामा बादल लागिहाल्छ नि त चस्मामा अन्त त दाँत झरेको छ अर्को पनि होइन रुपियाँ दा बुझ्नु पऱ्यो र यहाँ हालिदिन्छु नि फेरि म जन्तर मन्तरको के हो जन्तर मन्तर बिहान कस्तो मजाको दिन भइरहेको थियो अहिले हेर्नु सक्नुहुन्छ हाम्रो पानी पर्ला साबै चाहिँ 12 बजी त पानी पर्छ त्यसो अब चाहिँ निस्किदिनु पऱ्यो गाडी हेर्नु यो मेरो ड्याडको गाडी यो गाडी निकै दुःख दिइसकेको छैन ड्याड बक्स खालि गएको हो भयो जानुपर्छ ट्याक्स अब केमा भन न जिम्नीमा अल्छे भर्खर उठेको होला कहाँ अघि भर्खर फोन गरेर उठाएको लाग्छ नि कसो भिडियो गरिदिँदै चाहिँ बन्द गरिदिएको होइन न मान्छे त हामी गाडी हेर्नु जाँदैछ अब ग्यारेजमा ग्यारेज चाहिँ कहाँ छ थाहा छैन यो रहेछ गाडी चाबी हामी गाडी चाबी तपाईँ छ अरे नि हजुर पेट्रोल हो कि डिजल हो अरे पेट्रोल रहेछ माइलेज कति छ यसको हेर त स्टार्ट गरेर लोडिङ गरेको छ म यहाँ हिँडाइदिनुपर्छ होइन त्यहाँको नयाँ हिँडाइदिनुपर्छ के छ नयाँ लोडिङहरू यत्तिको हुँदैछ न गाडी कुदाउनेहरू भएर होइन बोनेट खोल्नु पनि नजाने हाल्छु त अन्त के भयो हाल्नेको होइन खिचेको गाडी त ओके रहेछ गाडी त राम्रै रहेछ है मन पर्यो गाडी चाहिँ कलेजमा केही छैन भनिहाल्छु नि कति छ यसको ट्याक्स 30सम्म रहेछ तिर्दिएको छु हामीले मैले तिर्दिएको नि तर कुदेर 4 मे 2026 15 को रहेछ त रेजिस्ट्रेसन है तिमी सेप्टेम्बरको रहेछ त के आज त जाँदैन होइन त अन्त आज जयगाउँको टुर होइन त आज चाहिँ मेरो राइड हुँदैछ जिम्नीमा मालिकको जिम्नी आज जिम्नी कुदा हुन्छ कच्चो बाबा ठुलो भाउजू ठुलो भाउजू के भयो
के भयो ए दबाई खायो नि जय गएको यो चाहिँ जिम्नीको राइड जो अस्ति चलाउनु मन पर्दै थियो तर आज चाहिँ चलाउनु त पाएँ तर लामै टुर पायो मालिकको गाडीमा त मोबाइल स्ट्यान्ड नहुँदा पुरा हेर्दा नि भिडियोग्राफर फोटोग्राफरको उसमा चाहिँ तर जिम्नीमा त चढेँ गाइस तर यसको सिस्टम चाहिँ अलिकति बटन Good morning. गुड मर्निङ सिस्टम पहिला सिस्टम बुझेर लिनु छ अब के कसो डल्लै बुझेर जानु पऱ्यो किनभने फेरि लास्ट पढ्नु भन्दा चाहिँ फेरि क्लास हुन्छ नि फर्स्ट टाइम कुदाएको कि जिम्नी मलाई आइडिया छ नि गाडीको त्यसरी त्यो भन्दा अब सिस्टम बुझेर जानु पऱ्यो नि फेरि बाटोमा लास्ट खालि पर्छ सिस्टम पनि बुझ्नु हुँदैन पुरै ऐनाको बटन यहाँ रहेछ यो बुझिहाल्यो सबै लुकिङ ग्लासको यहाँ रहेछ म्यास भइगयो त यति बुझिनु भयो क्या बुझ्यो भने केटा अब फिलिलिली मेन कुरो बुझिहाल्यो मजा आइदिँदो रहेछ नहेरेको न जिम्नी त मेरो लङ राइड होइन अब एकदम लामो राइड पाइदिने जिम्नी कुदाउनु त पाएँ त्यो पनि जयगाउँ यहाँबाट कति किलोमिटर हो 120 140 हो अझ दा युनिफर्ममा भए कस्तो मजा आउँथ्यो आमा है युनिफर्म ए दा ढिलो न ढिलो है अन्त जाऊ भुटान जाऊ भुटान गुड मर्निङ मिटिङ मजा लाग्दै भयो ओइ यो आशिष डेन्डु गएको भइहाल्थ्यो नि हजुर एकदम फुन्चुलिङ गरेर आएको हुनु पऱ्यो नि फेरि रिपोर्ट त दिनुपर्छ रिपोर्ट दिनुपर्छ भाउजूलाई पर्मिसन माग्नु न जु पर्मिसन के चाहिँ हामी चाहिँ बागपुलबाट जानुपर्ने रहेछ मम्पू रोड बाई मम्पू रोड विथ जिम्नी खै पुलिसको बोट कहाँ छ मजा आइदिँदो रहेछ कुरो मेरो गाडीको नम्बर 3648 भयो नेटवर्क आयो फेरि होइन कागज त खुसी के छ खुसी तपाईँ त के सामान ल्याउनु गएको क्या हो सामान ल्याउनु गएको क्या हो त ज्याकेटहरू ल्याउनु गएको क्या हो ओके भयो अब गरममा चाहिँ गरम खानु जाँदैछ हामी सबैजना तिनैजना दाला पनि एउटा चिसो खाने बानी मलाई नि त है यहाँ ए म अर्कै भइसकेको छ रोहिणीको उयो छ नि त्यो कसले बनाएको मिसिङले बनाएको भन्नुपर्छ नि बाटो भन्छ नि है किन भनेन तपाईँ रुक जानु अनि तिनजना बाटो सार्नु सक्दैन सार्नु त सक्छ कि कहाँ सक्छ साह्रो पर्छ ठहर्नु बाटो तपाईँ रुक क्लोज अब फेरि ब्याक टु माथिबाट जानु पऱ्यो फेरि भन्नुपर्छ नि बाटो यस्तो छ नि है त्यो कति गर्छ ब्याक त नै घुम्छ होला यहाँ अन्त त्यही उसमा चाहिँ अब खासमा चाहिँ उसलाई उयो गर्नुको लागि खाली गराउनुको लागि छोरा पायो राख्नु है फर्स्टको छोरी त्यो 4 7 किलोमिटरको लागि नि मेरो हेडेक छ मालबजारको मिठाई खाएको छौ रसगुल्लाहरू पहिला दादाहरू चाहिँ मालबजार चलाउनु त उतलाबाट चाहिँ यहाँको दादा
हो यो जग्गा गिनाको जानु कतै इस जिम्नी का भैया सामने है इमनी। आर्मी जिम्नी है आगे भी जिम्नी हम लोग भी जिम्नी जिम्नी का रेस हो रहा है जिम्नी का रेस हो रहा है यो मालबजारमा यो बप्पी होटल भनेर चाहिँ खाना दामी पाउँछ भनेर चाहिँ रोक्यो डाले है खाना चाहिँ अब यहाँ खाइदिउँ निस्किदिउँ चाबी कहाँ गयो यो मालबजारको चाहिँ यो बप्पी होटल भन्ने चाहिँ पुरै भिड हुँदो रहेछ हो दादा चाहिँ पहिला यहीँ खानुहुन्थ्यो नि त भन्दै थियो र हामीलाई पनि जाउँ भनेर चाहिँ यहाँनिर अब हामी पनि खानुको लाइनमा बसिरहेको छ इतनै खुसी राखेछ दा खानाहरू गरम चाहिँ तर त्यस्तो छैन ठिकै पऱ्यो खानु यहाँ त हेर्दा त खानु पाउनु जस्तो लाग्दैछ मटन भातै खाइदिउँ होला ल र अब लन्च टाइम स्टार्ट भयो होइन के मटन माछा त हेभी आइदिँदैछ होइन माछा त हेभी आइदिँदैछ होइन के माछा यो आर माछ स्टार्ट अब के हो उठ्नु नाम लिँदैन दादा उठ्नु नाम लिँदैन होला यत्रो हो नि त पैसा हुँदा खानु चाहिँ राकेश दाइले खान्छ पत्ता दिनु नि सिंगल पत्तामा दिनु हल्का चुना दिनु हो एउटा पत्ता भात खाएर पान खाने अढाई घन्टा लाग्ने रहेछ अढाई घन्टा हुने रहेछ हो त्यो थाहा छैन ड्राइभ विथ जिम्नी खाना बवाल रहेछ खाना कस्तो रहेछ खाना मिठो लाग्यो हँ मिठो लाग्यो खाना मिठो लाग्यो न टोक्नुहुन्छ के अरे काँचको थालमा खाना त्यो मिठो लाग्यो हामी है चटनी पनि लास्टमा मिठो लाग्यो दाली रोपेको भनेको उसमा बजारबारीमा त कहाँ मिठो भयो यतिको मिठो पाउँथ्यो गुड आफ्टरनुन बिचरा भनिदिनु पऱ्यो नि बिचरा जवाफ त दिनु पऱ्यो 100 रुपियाँ बेसी रहेछ यहाँ खाना खाने एटमोस्फियर कतिले तिनवटा खाना होला मलाई कहिले नै खानु मन लाग्यो के खानु मन खाना हो यो खाना ए कहिलेदेखि लास्ट खाएँ 1 वर्ष कि 1.5 वर्ष भयो दाको त टेस्ट थाहा छ नि त दादालाई त्यो 3 किलोमिटर बिन्दु 32 किलोमिटर यो जग्गा एकले पनि मजा आएन त्यो केटाकेटीहरूले हामी चाहिँ भनौँ जामी कस्तो जिउ सिनेरी कस्तो शान्ति भयो कस्तो शान्ति हो मजाको यस्तै थियो हल्का फुल्का यस्तै घर यस्तै काठको घरहरू तर यहाँ पनि हाततिर शान्ति सेम यस्तै थियो त्यो टापुमा चाहिँ सेफ्टी सिरियस दामी नै बाटो पनि रहेछ यतिकै थियो योभन्दा अलिकति सानै थियो बाटो यो सोधे सिप्चो भनेको चाहिँ ये इंडिया ही पड़ता है हाँ इंडिया ही पड़ता है बंगाल में ही पड़ता है यही त देखिए ना वहाँ पे टीएमसी का झंडा लगा होगा डेटिङ भुटान नम्बर गाडी धम्की दिइसक्यो भइरहेको यो चाहिँ सेप्चु अरे सेप्चु अन्त यो घरहरूलाई त डर होला नि है हातेर आइदिन्छ नि आउँछ यो त यसो खिच्दै जानु छ कस्तो दामी आउँछ अझ मेरो भिडियोमा खालि सिनेरी खालि आउँछ सिनेरी खालि खिचेको छु कतिको भइरहेको छ शीतल हँ एकदम शीतल दामी बाँच्नु दादा जस्तो लाग्यो भनिदिनुहोस् अझ दाको कृपाले हामी घुम्नु पाउँदैछ है यो चाहिँ दा कुन चाहिँ खोला हो भनिदिनुहोस् यो जल्लाका सब जल्लाका जोड्नेको हो ब्रिज हामी पार गर्दै सुकेको कहाँ सुकेको यसो फैलिएको छ एकदम पानी कम्ती छ खालि डाइना इङ्ग्लिस नाम पो रहेछ यो चाहिँ बानारहाट थाना अन्डरमा अघि जहाँ उता चाहिँ ब्रिजको उतापट्टि चाहिँ नगरकट्टा यता चाहिँ बानारहाट अब हामी बानारहाटको जुरिसडिक्सनमा बस्यौँ यो चाहिँ फेरि डाइना डाइना बगान डाइना बगान यो रेड ब्याङ्क हो कि यो चाहिँ उसको हो यही त आएको उसको गाउँ हो यो जोन बार्ला एमपी पहिला आमा भात खायो 400 रुपियाँ लिन्छ
अझै हामी यहाँ आउँदा त राकेश दाइले कति कमाइसक्यो है टिङ 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 गर्दै बस्छ, फोनमा पैसा बस्छ, बसेको छ। तर दामी दियो भने त अब जुग्गै गयो नभए माथिबाट त कलर गर्दैन यता चाहिँ? भित्र के हो सिधा सिधा यता चाहिँ कता हो यो मात्रै हाट बजार उता भित्र बगान हन्टापाडा टाइम भयो तपाईँको कति 5:10 र चाहिँ यहाँ रेस्ट गरौँ हामी चाहिँ अब जयगाउँ आइपुग्नु आँट्यो चाहिँ रेस्ट गर्नु होइन 5 मिनट कुन चाहिँ जग्गा रे 9 किलोमिटर अगाडि हाँसिमाडादेखि चाहिँ हामी 9 के अरे हाँसिमाडा हाँसिमाडादेखि चाहिँ 9 किलोमिटर यता 9 किलोमिटर अब 9 किलोमिटर गयो भने हाँसिमाडा पछाडि छ नौकिलो चाहिँ अब हामी जयगाउँ आइपुग्नु आँट्यो मोटामोटी कति किलोमिटर तन्दुरी नाइट होटल अरे फ्यामिली रेस्टुरेन्ट छ त है फ्यामिली रेस्टुरेन्ट छ मालिकको जिम्नीसँग खिच्छ अरे फोटो कति त म खिच्नु चाहिँ बस्नु जिम्नीसँग फोटो खिच्छ राकेश दाइले पर्दैन दिँदिन पनि पर्दैन पनि त्यो उता साइड गएको चाहिँ कता अरे आसाम आसाम है उता आसाम आसाम है एकपल्ट केटाहरू त त्यही बार साइड गएर त आसाम गएर बाइकमा अन्त हामी चाहिँ यता गएछ उनीहरू चाहिँ उता गएछ आईडी में चलेगा ठीक है ना ठीक है ना हम जा रहे कालचिनी जाके आएंगे फिर जाएंगे फिर अरे ये कति साल चिन्ने रहेछ मैले पनि र पनि मान्छेले चिन्दैछ हाँसिमाडाको सिङ्गम भन्ने सुनेन कि केटाले पनि चिन्यो अब देख्छ झक्कै पर्छ मलाई हामी चाहिँ कालचिनी गएको रहेछ अब कालचिनीबाट आएको काम के रहेछ र कालचिनी बात आफ्टर होइन जयगाउँ मिला कर दे दो मुझे फोटो खिचेको यो फोन गरेको यो फोन गरेको छ अझै मैले भिडियो गरेको कतिजना भेटेँ र यो चाहिँ 9.7 थियो माइलेज अहिले चाहिँ 9.8 भएछ अलिक बढेछ पोइन्ट बढेछ 6 बज्यो अब जयगाउँ मैले 4 व्हिल चाहिँ बुझेको छैन 4 व्हिल पनि बुझ्न सकेको थिएँ कि फर्स्ट सेकेन्ड थर्ड रहेछ चाय बनाउँछु भन्दा यस क्या खबर है हाँ बोलो नमस्ते बोलो भाई हम यहीं पे आओ कुंदन का घर के सामने पापा ठीक है घर अच्छा बना लिया तो अच्छा ही है तो बहुत अच्छा बाथरूम कहाँ पे बनाया पीछे बनेगा दूर भाग दिया अलग अलग हो गया अलग अलग खाली तो खाली बुझे मत हेर्छु म मोबाइल में लाइक शेयर कीजिए है पूरा लाइक सबै गरे त लाइक सब्स्क्राइब त हामी करबै गर्छ जयगाउँ तो वहाँ पे जाएगा ना जयगाउँ में अभी ठीक है ना अभी ठीक है ये होगा ना देना होगा हाँ। नेपाल गया था अच्छा नेपाल में अंदर अब तो हम अंदर भूटान भूटान नहीं जाएगा तो हम भूटान नहीं आज यहीं बैठेगा कल जाएगा जाएगा तो जाएगा वहाँ एक बार नाइस थोड़ी इसको पार कर दिया क्या ना ना नहीं क्या ना वही तो वो मॉडल स्कूल पास है बाइक हाँ यहाँ पे रख दिया गाड़ी बाइक कहाँ पे रहेगा गाड़ी गाड़ी यहाँ पे वो ऐसा गाड़ी रोक दो अब सिधै जयगाउँ कि जाएगा ऐसा नहीं बहुत एंजलिस कुछ बोलो सुन रहे बिहान को बेलुका को है पुगेको कति बजी पुग्यो नि अरे देखिए ना आपका
ये देखिए मोहन शर्मा का गैरेज वो माइक बोस का क्या क्या है अच्छा कंपनी था ना आहूजा एक्चुअली ना उस दिन क्या हुआ पता है देखिए हम लोग का उस दिन आपका जाना लिखा हुआ ही नहीं था ग्रह था बोले कैसे आपका मोबाइल छूट कौन राजू थाना में जो आता था हाँ मर गया ससाई में नहीं कल तो बात है क्या बोल रहे हो फोन ना, कर अभी तो ना अभी बंद करना चल लो तब आइल निस्किहालेको घुम्ने भएर बाहिर निस्किनु पऱ्यो जो राखेर चाहिँ बाहिर गयो उहाँलाई चाहिँ के अरे थानाभित्र काम गर्नु गएको छ हामी चाहिँ दुई भाइ घुम्नु जाँदैछ अब राकेश दाले यहाँ के अरे बिहान जोरङ्गलाबाट यहाँसम्म आएर कति कमाइसक्यो हो राकेश दाले खर्च हेभी खर्च आएको छु त्यही भएर चाहिँ घुम्दैछ हामी होइन राकेश दाले सपिङ गरिदिन्छ अरे त्यो यसो हामी चाहिँ अब सपिङ गर्नु जाँदैछ राकेश दाले होइन हिँड भाइ म खर्च गर्छु भन्दैछ गएको अब हामी अब हामी अफ हुन दियो गाडीमा चार्जर मेरो नभएर चाहिँ चार्ज भएन यसो फोन अहिले अफ पनि हुनसक्छ होला र आज हाम्रो बस्नेको ठेगाना चाहिँ कता रहेछ हौ राकेश दा बस्ने ठेगाना कहाँ रहेछ आज फेरि जानुपर्छ थाहा भयो जेबी मार्केट के चाहिँ किन्दैन अरे राकेश दाले जेबी मार्केटमा हेरौँ म त क्याब चाहिँ किन्नुपर्छ होला एक दुईवटा सस्तो पायो भने उठाउनु थाल्यो नि दोकान देख्नु डल्लै को गाडीमा ट्याङ्कमा चाहिँ तेल भर्नु चाहिँ हामी भुटान जाँदैछ है भुटानभित्र नक्क आइडी बोकेर आउँदैछ है उनीहरूको पहिल्यै फोन आयो हुन रहेछ हामी है चाहिँ भुटान जामन रहेछ न यता दिन्छ भन्नु निस्किनु साह्रो पर्दो रहेछ सपिङहरू सामानहरू जाँदा आएको होला है अनलोड म त उयो लिएर आएको छु नि कार्ड आधा घन्टा भइसक्यो नि भने आइसिपी के हो आइसिपी चाहिँ भुटान पस्यो हामी पछि भुटान है के पछि छैन पस्यो नि इन्ट्री पनि है इन्ट्री पनि भुटान पस्यो हेर न भुटान पस्दाखेरि चाहिँ सट्टा हेर न सट्टा हेर न सपत पस आएको नि त अब पहिला यहाँबाट छेउमै छ पेट्रोल पम्प कि एउटा छ त त्यहाँ बन्द रहेछ बन्द रहेछ त्यो गेटबाट पसेपछि यहाँ निस्किन्छ नि यहाँबाट यो चाहिँ टर्मिनल हजुर त्यो त है त्यो आइडी हेरेर चाहिँ यहाँबाट आएको नि बायोमेट्रिक हुन्छ हजुर हजुर यहाँ बाइक पनि छ यहाँ तपाईँलाई नपठाएको त म त टर्न हुन्थ्यो नि होइन पुरै चेन्जेस हो हजुर होइन उयो हुन्थ्यो नि आइडिया हुँदैन नि हामीलाई गाडी चलाउने यहाँ चाहिँ तपाईँको वे चाहिँ प्रोपरली तपाईँलाई याद हुनुपर्छ कि पुलिसले पनि रोक्दैन नो ओभरटेक है हजुर टक्क आफ्नो लैमा पेट्रोलको रेट चाहिँ यहाँनिर छैन पेट्रोल 95 थ्याङ्क यू 95 कि टाइम बन्द गरेको कि होइन नि इन्डियाको 830 भएको इन्डियाको 830 भयो यहाँ 9 भयो यहाँ 9 भयो आधी घन्टा फरक छ आधी घन्टा छिटो यहाँ हजुर त्यही कारण त यहाँनिर बन्द पनि भएको रहेछ नेपाल 15 मिनट 830 मा चाहिँ आयो राकेश दा 830 मा चाहिँ हामी भुटान घुम्दैछ है भुटान घुम्दैछ अन्त कतिको फिल छ दामी दामी एकदम साफ सुथरा छ भुटान रातिहरू गराउँदैछ है राति पनि दामी देख्दैछ दिउँसो हेर्नु पाएन हेर्नु पाएन राति छिटो आएको हुँदो रहेछ है छिटो आएको भए हुन्थ्यो अलिक बेलुका भइ त हाल्यो अब रात पऱ्यो नि त्यहाँ तपाईँ दार्जिलिङबाट डाइरेक्ट आउनुभएको हजुर कति बजी हिँड्नुभयो अन्त 12 बजी होटलको खर्च होला 1200 रुपियाँ त्यतिको मान्छे मान्दैन 12 साह्रै बेसी गर्नु जानु अनि पहिला थियो नि है पहिला थियो नि त्यो लागु थियो नि हेभी छ त नदीको बाटो छ त स्लाइड भएको छ त्यहाँ उज्यालोमा मजाले देखाउनु स्लाइड भएको छ नि है बाटो चाहिँ
नदी पहाड रहेछ नि त निकै दामी देखेको है हामी चाहिँ भुटानको पेट्रोलमा तेल हाल्नु गएको थिएँ अब 2-3टा पेट्रोल गइसक्यो तेल छैन तेल सकिसक्यो हो अब यो लास्ट उम्मेद यही एउटै छ अब यसमा पनि छैन भने चाहिँ अब इन्डियाको रेट हाल भनेको छ सायद जिम्नीमा है छैन होला रहेछ लक राम्रो रहेछ मालिकको जिम्नीमा चाहिँ भुटानको तेल फुल हुँदैछ है 9460 यस्तो रहेछ क्या राम्रो बनाइदिनु यो छ 1 लिटर ट्याक्टर उता दिनु साकेले इमर्जेन्सी ठिक काम लाग्छ त्यो मजा होला ठीक छ फुल भइहाल्यो त अन्त हाम्रो 2500 मा फुल भइहाल्यो सिप जग्गा राख्नु म अहिले 2500 मै फुल भयो मैले एक्युरेट अन्दाज लगाएको थिएँ नि हुन्छ यसलाई खाली आफूले त लोभ छैन नि त पैसा रुपियाँको उसकोमा त टन्नै आफै पैसा रुपियाँ टन्नै छ बाटो त नदी पार के भन्दै थियो त म त 5 करोड त डेली कमाइदिन्छु पैसा र हामी अहिले चाहिँ भुटानबाट तेल हालेर फर्किँदैछौँ है आजको टुर चाहिँ यहीँसम्म हो आजको भिडियो यहीँ समाप्त गर्दछु भेटौँ है नेक्स्ट भिडियोमा आशा गर्छु मेरो भिडियो तपाईँलाई मन पराउनुहुन्छ भनेर भेटौँ है नेक्स्ट भिडियोमा आजलाई यति बाई बाई सी या